मासु खानको लागि भनेर झुम्मिराखेका छन्। मांसाहारी जानवर भएको हुँदाखेरि यिनीहरूलाई मासु असाध्यै मनपर्ने। मासु खानालाई कपडामा पुछिरहेछ, कपडामा पनि पुछिरहेछ। बाहिर सूर्यविनायकको जङ्गल, सूर्यविनायकको जङ्गलको छेउछाउका घरहरू, घरको फेदमा कौवाको रमाइलो। 8-10 वटा कौवाहरू। त्यहाँ एकजना बहिनीले चाहिँ मासु धोइराखेको देखेर मासु खान भनेर आइराखेका छन्। प्राकृतिकको स्वभाव अनुसार प्राकृतिक प्रेमीहरूले खानाको लागि सङ्घर्ष गरिरहेका छन्। आगो पनि आइपुग्यो। अहिले यहाँ हामीले देखिरहेका 5 वटा जति